Hello guys, so आज चाहिँ वैशाखको फर्स्ट इयर हो अनि इट्स ह्याप्पी न्यू इयर गाइज. सो आज चाहिँ हामी गुरुङ कम्युनिटीबाट पिकनिक जाने भनेर भन्दैछ एन्ड आई से यस बिकज होल फ्यामिली आर गोइन अनि म एक बस्नु इट्स नट फेयर इनफ. सो अहिले चाहिँ 5:30 भइसक्यो होइन अनि आइम गोना गेट रेडी फर गुरुङ कम्युनिटी अनि म चाहिँ गुरुङ ड्रेसै लगाउँछु अफकोर्स किनभने गुरुङ समाजबाट गइसकेपछि गुरुङको ड्रेस लगाउनुपर्छ अफकोर्स अनि सो अनि म चाहिँ त्यहाँ पुगिसकेपछि भिडियो बनाउँछु होला अब किनकि बसमा चाहिँ आई फिल नोजिया अनि नोजियाले गर्दाखेरि आई फिल सो इरिटेटिङ वेन आई सी द फोन्सहरू के फोनहरू हेर्दाखेरि चाहिँ आई फिल त्यस्तो क्या अनि सो आई विल ट्राई बेस्ट टु मेक सम भिडियोज बट आई डोन्ट नो इफ आई मेक अर नट सो स्टे ट्युन. सो गाइज यो चाहिँ म बसमा पुगिसकेपछिको क्लिप हो एन्ड आइएम सिटिङ विथ माई बुजु. सो लेट्स गो. बहिनी यता हेर त चिको हो यो. नानी कति क्युट म. हेलो गाइज हामी चाहिँ हिँडिरहेको अब चाहिँ हेर्छु छ भाइ अनि टुडे आई एम गोइङ टु डु अ भ्लग फर्स्ट टाइम अनि युट्युबमा पनि अपलोड गर्छु म. आज हामी कहाँ घुम्न आएको अरे घुम्न आएको गेमहरू सबै खेल्यो अनि अब यसो घुम्ने टाइम मिलेर हामी चाहिँ घुमिरहेको टिप्न अनि यहाँ चाहिँ यति धेरै लाउड गर्छ नि. देयर सो मेनी चिन्नुपर्छ है लुगा यस्तो हो नि. म त भुत्ने भयो हो गाडी क्रसिङ पऱ्यो यहाँ पऱ्यो. सो 4-5 रोटी भयो कति राम्रो आएको अरे आज लालीगुराँस आएपछि टिकटक टिकटक आमाबाट टाढा भएपछि टिकटक सुरु गर्नु भनेर. सो हामीलाई भाइ चाहिँ लालीगुराँस टिप्न गएको छ अनि हामी चाहिँ यतिकै बसिरहेको खै लालीगुराँस धेरै धेरै ड्राइभर राखेर लो म त कल्लै लालीगुराँस खाइदिएको बनाउँछु. ए मम सरी छिटो 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 मलाई टिकटक बनाउनु हो त बल्ल भाइ आयो एन्ड आइरहेछ लालीगुराँस आइरहेछ. लालीगुराँस लिएर भनेको जङ्गलमा बन्द हुन्छ नि के भन्नु झाँसिरा म मैले के वनको जङ्गल भने पछि आफै हालेर जङ्गल वाह त्यहाँ कस्तो राम्रो छ उता झन् बिस्तारै है. मासु
हजुर मलाई दिनु म मोबाइल न पैसा देऊ न दिन्छु कति मलाई देखि कति हो कति हो सबै टिकट ल्याइन आमा दिदी दिदी तिमीले हेर्नु हेलो दिदी हेलो बाबु हेलो गाइज सो यहाँ चाहिँ फोटो सेक्सन भइरहेको छ अब चाहिँ So it was already 5:30, so we returned back home. यो चाहिँ फर्किँदाखेरि फुल काठमाडौँ भ्याली देखेको थियो and I just took a video. त्यस पछाडि चाहिँ I will show you some pic जुन चाहिँ आज मैले लिएको थियो. So here are some pictures that I took today. अनि त्यस पछाडि चाहिँ बसको भिडियो थियो अनि त्यो बसको चाहिँ it was the last video that I clicked that day. अनि त्यस पछाडि yeah, so thank you everyone for watching this video till the end. Thanks so much. Bye bye. And we reached home at 8 o'clock. So thank you guys. Take care. Bye bye.